यता बरबराउने दुर्गा पर्साई पक्राउ गर्ने प्रहरी उता नरसंहार मच्चाउनेहरूलाई सोधपुछ गर्न समेत सकेको छैन। हिजो मध्यरातमा दर्जनौं प्रहरीले पर्साईलाई आफ्नै निजी निवासबाट नियन्त्रणमा लिएको छ। उनलाई सरकार विरुद्ध हिंसा भड्काएको, जनतामा त्रास फैलाएको र अहिलेको सरकार विदेशीको ग्रान्ड डिजाइनमा बनेको हो भन्दै दिएको अभिव्यक्तिका कारण सुरक्षा चुनौती देखाएर प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। त्यसो त उनलाई पहिलेको ओली सरकारले पनि यस्तै आरोपमा गिरफ्तार गरेर धरौटीमा छोडेको थियो। केही दिन अगाडि मात्रै यस्तै अभिव्यक्तिका कारण डाक्टर निकोलस भुसाल पनि पक्राउ परेका थिए। तर अचम्मको कुरा के छ भने सरकार विरुद्ध बोलेकै कारण, सरकारलाई विदेशीको कठपुतली भनेकै कारण पक्राउ पर्ने हो भने केपी ओली र महेश बस्नेत किन पक्राउ पर्दैनन्? उनीहरूको हरेक शब्द सरकार विरुद्धको हुन्छ। कहिले हाहुको सरकार भन्छन् त कहिले विदेशीको डिजाइनमा बनेको सरकार। तर पनि गृहमन्त्रीले नसुन्ने झैँ गरी अरू अभियन्ताहरूलाई पक्रिरहेका छन् कि ओली र बस्नेत कानुनभन्दा माथि हुन् त? सामाजिक सञ्जालदेखि जनजनमा चर्को आवाज उठिरहेको छ। जेनजी आन्दोलनमा नरसंहार मच्चाउन आदेश दिनेहरूलाई कहिले कारबाही हुन्छ भन्दै। तर यो सरकारले सोधपुछ गर्न समेत हिम्मत राखेको देखिँदैन। उता बङ्गलादेशमा विद्यार्थी आन्दोलनमा जनता मार्न आदेश दिएको भन्दै पूर्व प्रधानमन्त्री शेख हसिनालाई फाँसीको सजाय सुनाइएको छ। यो खबरले विश्व राजनीति हल्लिएको छ र नेपालमा पनि उस्तै प्रकृतिको आन्दोलन, उस्तै घटनाक्रम, तर पनि हत्याराहरूलाई किन कारबाहीको दायरामा ल्याइँदैन भन्दै चर्को आवाज नेपाली जनताले उठाइरहेका छन्। शेख हसिना फाँसी काण्डले नेपाल सरकारलाई पनि चर्को दबाव सिर्जना भएको छ। अब के साँच्चै जेनजी आन्दोलनका हत्याराहरूलाई नेपाल सरकारले कारबाही गर्न सक्ला त? यो भने हेर्न बाँकी नै छ।